सेवा वेलकम टु हाङ्सास ब्लग। र आज चाहिँ हाङ्साको बर्थडे सेलिब्रेसनको लागि चाहिँ यहाँ पानी पुलाउ रेडी हुँदैछ। पानी पुलाउ रेडी गर्नुहुने हाङ्साकै खड्का दिवा र हाङ्साको बर्थडे सेलिब्रेसन चाहिँ हाङ्साको मावलामा हुँदैछ। र हाङ्साको मावलामा चाहिँ किन हुँदैछ भने चाहिँ हाङ्सा जन्मिनुभन्दा अगाडिदेखि नै बसेको हो नि त यहीँ, अनि ऊ जन्मेर पनि यहीँ बसेको। ऊ 1 इयर्स कम्प्लिट भएको बर्थडे सेलिब्रेसन हुँदैछ। र पुलाउको लागि चाहिँ यहाँ गाजरहरू काट्ने काम, गाजरहरू खुर्किने काम हुँदैछ। र हाङ्सालाई चाहिँ भोक लागेर हाङ्सालाई चाहिँ खाना दिनु हुँदैछ यहाँ जेठामामा र दिमाले। र हाङ्सा चाहिँ आजको चाहिँ ऊ चाहिँ के हो, किङ हो नि त। आजको चाहिँ ऊ चाहिँ राजा हो। र हाङ्सा चाहिँ फरिभर राजा है मेरो लागि चाहिँ। र यहाँ चाहिँ पुलाउको लागि नरिवलहरू काटेर राखेको छ। र डेकोरेसनको लागि चाहिँ नानीहरूले यहाँ हेल्प गर्दैछ, बलुन फुलाउनको लागि हेल्प गरिरहेको छ। दुईजनाले सकि नसकि फुलाइरहेको छ बलुन। ठुलो ठुलो बलुनहरू पनि छ नि त। ठुलो बलुन चाहिँ उनीहरूलाई फुलाउन साह्रै रहर लाग्यो अरे। र दुईजना एक एकवटा ठुलो बलुन फुलाउने भनेर फुलाइरहेको छ। उनीहरूलाई रहर लागेको अरे यो बलुन फुलाउनुको लागि चाहिँ। यहाँ र एउटा प्लान्ट पनि छ। यो प्लान्ट चाहिँ बिरामी हुँदैन भन्ने रहेछ नि त। र उसले एक्सप्लेन गर्दैछ यो प्लान्ट चाहिँ कस्तो ठाउँमा राख्ने भनेर। र सेलरोटीको लागि चाहिँ यहाँ म पिठो हेर्दैछु कस्तो भयो भनेर। र साको दिमा पनि हुनुहुन्छ हाङ्साको। र यहाँ हाङ्सा चाहिँ नाचिरहेछ। र हाम्रो राई लिम्बूको लागि चाहिँ सुँगुरको मासु नभई नहुने हो। सुँगुरको मासु चाहिँ यहाँ काटेर अघि रेडी भइसकेको छ, पकाउनु मात्रै बाँकी। र अहिले चाहिँ सेलरोटी पकाउनु हुँदैछ यहाँ। र यही चुल्हामा चाहिँ अब मासु पकाउनु पर्ने हो नि त। ग्यासमा त त्यत्रो धेरै मासु त सम्भव छैन, किनभने सानो चुल्हामा चाहिँ अलिक असम्भवै हुँदो रहेछ। र साको दिमा र उसको दिवाले चाहिँ यहाँ हेरिराख्नु भएको छ सेलरोटी पोलेको। सेलरोटी चाहिँ दुईजना दिमाले पोल्नुहुँदैछ। र यहाँ सब्जीहरू पनि रेडी भइरहेछ। यहाँ काट्ने काम पनि भइरहेको छ। हाङ्साको भाउजू र दिवाले काम गरिरहनु भएको छ। हाङ्साको भाउजू, उसको दिमा र दिवाले हेल्प गर्नुहुन्छ। र चिया पनि चाहियो नि त। चिया पानीको लागि यहाँ अलरेडी राखिसकेको छ चिया पानी पनि। र उहाँ चाहिँ हाम्रो कुकै, उहाँ पनि एउटा कुक हो। र पानी पुलाउ रेडी भइसकेको छ। र उहाँले चाहिँ बाहिर अचारको लागि कराई बसाएर यहाँ गफ गर्नुहुँदैछ क्या। गफ पनि हान्नु पर्यो नि त बेला बेलामा। र यहाँ अचारको लागि तेल ततिँदैछ। र यहाँ अब डेकोरेसनको लागि सुरु भइसक्यो, डेकोरेसन गर्दैछ सबैजना भएर। हाङ्साको कान्छा मामा चाहिँ मेन हो है डेकोरेसनको लागि चाहिँ। र सानो नानीहरूले पनि यहाँ डेकोरेसनको लागि हेल्प गर्दैछ। र दुईजना दादा र मामा चाहिँ हेर्नु हुँदैछ, एकछिन बिसाउनु भएको नि त। उहाँहरूले पनि धेरै हेल्प गर्नुभएको छ हाङ्साको लागि चाहिँ। सबैजनाले धेरै हेल्प गरेको छ। र यहाँ चाहिँ सानो नानीहरूले चाहिँ एकदम धेरै हेल्प गरिरहेको छ। उनीहरू चाहिँ एकदम फुर्तिलो हुन्छ नि त, केटाकेटीलाई अराउन्ड पनि सजिलो। र हाङ्सा चाहिँ यहाँ बाहिर भुम 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 गर्दै बसिरहेको छ। उसलाई भुम भुम भनेपछि चाहिँ एकदम फेभरेट हो। र उहाँ चाहिँ हाङ्साको भतिज है, भतिज हाङ्साको भतिज, हाङ्साको भतिजको मम्मी, उसको भाउजू। र हाङ्सा हाम्रो बर्थडे बोय। अब चाहिँ हामीले सबै कामहरू सकेर चाहिँ खाएर मात्रै केक काट्ने भनेर सबैजना खाँदैछौँ र केक काट्न सुरु गऱ्यौँ। सेलिब्रेसन सुरु भइसक्यो है गाइस, सेलिब्रेसन सुरु भइसक्यो। हाङ्सा पनि मक्ख परेर हेरिरहेछ। तर उसलाई चाहिँ अझै अलिक धेरै गर्मी हुन्छ। अब गर्मी चाहिँ हुने नै हो, किनभने यो रुम चाहिँ एकदम उयो छ नि त। अब झ्यालहरू नखोलेको, पानी पनि परिरहेको थियो। सबैजना टिका लाउनुको लागि रेडी हुनुहुँदैछ। सबैजना रेडी हुनुभयो। छ्यामा, मेरो छ्यामा, हाङ्साको चाहिँ दिमा, खाइली दिमा, मामाहरू सबैजना, दिवा, मेरो माउलाको मामा माइजू, हाङ्साको चाहिँ दिमा सबैजना भेला भइसक्नु भएको छ। अब हाङ्सालाई टिका लगाइदिनको लागि रेडी। किनभने हामीले आज किन खाना खाएर गऱ्यौँ भने चाहिँ 2/54 मात्रै काट्ने भनेको। ऊ चाहिँ जन्मेको चाहिँ 2/54 हो। र हामीले केक काट्नु पनि त्यही टाइममा भनेको। तर ऊ चाहिँ गर्मीले रुइसक्यो। मैले चाहिँ टिका लगाइदिनु पनि पाइनँ मजाले, किनभने मलाई छोड्नु मानेन नि त। अनि सबैजनाले पालाइपिला गर्दै टिका लगाइदिनु हुँदैछ। अलिक हतारमै टिका लगाइ भयो, किनभने हाङ्सा चाहिँ मानेन नि त टिका लगाउनु। जेठा मामाले लगाइदिनु हुँदैछ उसलाई। अब जेठा मामादेखि कान्छा मामाको
सुरु र जेठा मामा र कान्छा मामाले चाहिँ के गिफ्ट दिनुभयो भनेर चाहिँ अर्को भिडियोमा अनबक्स गर्नेछौँ र अरूले पनि के गिफ्ट ल्याइदिनु भयो, कतिले के गर्नुभयो, कतिले के दिनुभयो भनेर चाहिँ अर्को भिडियोमा अनबक्स गर्दैछौँ। र हामीले चाहिँ सानो सानो बर्थडे सेलिब्रेसन गरेको हो नि त, नजिककोहरूलाई चाहिँ बोलाएर परमेश्वर घर मात्र बोलाएर चाहिँ हामीले बर्थडे सेलिब्रेसन गरेको। धेरै टाढाको आफन्तहरूलाई चाहिँ बोलाएनौँ हामीले। त्यसमा चाहिँ भेरी भेरी सरी, किनभने हामीले सानो गरेको। फर्स्ट बर्थडे चाहिँ उसलाई अब मेमोरी पनि हुन्छ नि त, फर्स्ट बर्थडे त गरिदिनु पर्ने पनि हुन्छ र मेमोरीको लागि पनि गरिदिएको र स्पेसल फिल पनि होस् न। अब कस्तो भयो के भयो भन्ने पनि हुन्छ नि त, पछि मेरो फर्स्ट बर्थडे चाहिँ कस्तो भएछ भनेर उसलाई फिल हुन्छ नि त। अनि अब गर्दैन भने त हामीलाई पनि अलिक अफसोस हुन्छ, पछुतो हुन्छ है, हामीले गर्दैनौँ, सानो भए पनि गरिदिएको भए हुन्थेछ भन्ने हुन्छ। र यहाँ चाहिँ सबैजनाले टिका लगाइदिइराख्नु भएको छ, नजिकमा हुने हाम्रो आफन्तहरू, उसको बुढो मौली मेरो मामाले उसको बुढो मौलीबाट पनि आउनुभएको थियो, साको दिवा र सबैजनाले टिका लगाइदिनु रहेछ। र अहिले चाहिँ ऊ खुसी भएर पैसा थाप्दै बसिरहेको छ है, सबैजनाले हेर्दै बोल्दै। अघि चाहिँ उसलाई धेरै गर्मी भएकोले गर्दा हो, गर्मी पनि भयो, अनि एकैचोटि अब धेरै हल्ला पनि भयो नि त, सबैजना एकैचोटि भेला भएर चाहिँ हामीले उस गरेको हो नि त। अनि त्यही भएर चाहिँ ऊ अलिक नमानेको। अहिले चाहिँ कहाँ उसको जेठा मामा र दिमासँग डन भएर बसिरहेको छ। ऊ चाहिँ अहिले डन भएर बसिरहेको छ है आज हाम्रो राजा चाहिँ। र सबैजनाले टिका लगाइदिनु हुँदैछ र यहाँ चाहिँ उसको नाना माइजू बाहिर र उसको दिमा, सानो दिमा, बाजे सबैजना भेला भएर यहाँ बसिरहेछौँ। र अहिले चाहिँ एकछिन ब्रेक टाइम भनौँ न। अब अहिले टिका लाउने मान्छेहरू पनि आउनु भएको छैन, अरू आउनेहरू पनि खानु हुँदैछ, खानाहरू के खानु हुँदैछ। पानी पुलाउहरू बनाएको थियौँ र उसको बलु मामा, जिरे मामा, निश्चल मामा है, जिरे मामा होइन, अनि उसको नानाहरू सबैजना अब एकछिन बाहिर निस्किन भनेर निस्किँदैछौँ। र यहाँ खाने काम पनि हुँदैछ, आउनेलाई दिँदै बस्दै गर्दैछौँ नि त, पालै दिँदै। यहाँ चाहिँ फेरि अर्को लट खानु हुँदैछ। कतिजनाले खानुभएको, टिका लाउनु भएको छुट्नु सक्छ, त्यसमा धेरै भेरी सरी है। अनि अब माइजूले लगाइदिनु रहेछ, उसको माइजू भाउजूहरूले टिका लगाइदिनु रहेछ। उहाँहरूले चाहिँ आज सघाउनु भएको नि त, बिहानैदेखि सघाउनु भएको, पकाउनु दिनु बाँड्नु। र उहाँहरूले चाहिँ अब लास्टमा त होइन, ढिलो लगाइदिनु भयो। उहाँहरू अब सघाउनुमै व्यस्त हुनुहुन्थ्यो नि त, त्यही भएर। अनि यहाँ चाहिँ अब एकछिन बस्दै गर्दैछौँ र उसको नाना भाउजूहरूले चाहिँ यहाँ बाँड्नु सघाइराख्नु भएको छ। फेरि अर्को लटले खानु हुँदैछ है यहाँ, किनभने अब हामीले लट चाहिँ के गर्यौँ भने हाम्रो सानो ठाउँ थियो नि त, अब ठुलो गरेको होइन, ठुलो गर्दा त डेकोरेसनहरू गरेर खाने ठाउँ ठुलो बनाउँदा हुन्थ्यो। अनि उसको निश्चल मामा पनि आइसक्नु भयो। निश्चल मामा चाहिँ अलिक ढिलो आउनुभयो, ऊ चाहिँ बसी टिका लगाइदिनु भनेर बसी टिका लगाइदिइरहेको छ निश्चल मामाले। र उसको फुलमाया दिमा, डिम्पल छ्यामा, बिनु छ्यामा, पुजु छ्यामाहरूले पनि यहाँ पालैपिलो टिका लगाइदिनु हुँदैछ, आशीर्वाद दिनु हुँदैछ। यो चाहिँ बेलुका नै भइसकेको थियो, आशीर्वाद दिने काम हुँदैछ। यहाँ चाहिँ ऊ चाहिँ अहिले चाहिँ एकदम फ्रेस भइसकेको छ है, अघि फर्स्ट स्टार्टिङमा जस्तो भएको छैन। अहिले चाहिँ ऊ चाहिँ मानिरहेछ, मजाले मानिरहेछ टिका लाउनु, पैसा थाप्नु। पैसा त उसले फेरि साह्रै मजाले थाप्छ नि त, पक्रै गर्छ। अनि पुजु छामाले चाहिँ गड ब्लेस यु भनेर उसलाई गिफ्ट पनि दिइसक्नु भयो, पुजु छामाले। र यहाँ उसको रमेश मामा र रूपादेमा हुनुहुन्छ। रमेश मामा र रूपादेमाले पनि अब टिका लगाइदिनुतिर लाग्नुभयो। उसको ड्रेस चाहिँ चेन्ज भइसकेको छ, किनभने राति भइसकेको थियो नि त, अनि राति भएर चाहिँ मैले उसको ड्रेस चेन्ज गरिसकेको थिएँ। र यहाँ गफ पनि लाउनु हुँदैछ, अनि हाँस्दै ओर्दै टिका लगाइदिनु हुँदैछ, आशीर्वाद दिँदै।
टिका लाउनु सुरु भइसकेको थियो। उहाँहरूले टिका लगाइदिनु भयो र टिका लगाइदिएपछि एकछिन बसेर गफ गरौँ न भनेर यहाँ हामी बसेर गफ गर्दैछौँ र उसले चाहिँ डिम्पल छेमालाई पैसा लिँदै दिँदै गरिरहेको छ र अब म चाहिँ यहाँ चिसो बाँड्न लागेँ है, चिसो बाँड्नुतिर लागेँ। अब हाम्रो अन्तिमको चाहिँ उहाँहरू नै हो आउनुहुने र अन्तिममा चाहिँ किनभने उहाँहरू चाहिँ अब अलिक ढिलो आउनुभयो र यहाँ हाम्रो सापु दिमाले चाहिँ आज दिनभरि केही खानु भएको थिएन र नातिको बर्थडे पनातिको बर्थडेमै मक्ख हुनुभएर खानुहुँदैछ र यहाँ चाहिँ हामी थालबटुको धुनुतिर लाग्यौँ। थालबटुको धुँदैछु है, पुजु छ्यामा, बिनु छ्यामा, म अनि फुलमाया दिमा हामी चाहिँ यहाँ थालबटुको धुँदैछौँ र यहाँ दुईजना मामाहरूले चाहिँ गफ लाउँदै बोकिरहनु भएको छ र यहाँ हाम्रो कान्छी पनि छ है र कान्छी छ। अनि यहाँ हामी चाहिँ थालबटुको धुएको छौँ। अब कति धेरै थियो नि त युज त गरेको हो, तर पनि थालबटुको त अब भइहाल्छ नि, भाँडाकुँडाहरू पकाएको ओरेकोहरू केहरू चाहिँ भइहाल्छ। र यहाँ पुजु छ्यामाले चाहिँ थालबटुको ओसार्ने, हामी चाहिँ धुने काम गरिरहेको छौँ। र अब यहाँ फेरि भोलिपल्ट चाहिँ उसको देहमा छ्यामा माइजू रहनु भएको थियो। ओके, थ्याङ्क्स फर वाचिङ, बाई बाई, डु लाइक एन्ड सब्सक्राइब।